Guys, welcome to my channel and my vlog है वेलकम टु माई भ्लग अहिले हामी चाहिँ कहाँ छ भन्दाखेरि काठमाडौँको सबैभन्दा माथिको डाँडामा छौँ जङ्गल छ माथि छ नि है त्यही घुम्न हिँडिरहेको छु अक्कलाहरू हेर्नु पर्दा कस्तो छ भ्याली चाहिँ देखिँदैन हामी जङ्गलमा यत्रो माथि हो नि इन्डो आइएमडी आरएनडो छ है त्यसपछि म होइन पछाडि हेर्न सक्नुहुन्छ भ्यू मोबाइल जङ्गलहरूले देखिरहेको छैन म हजुरहरूलाई देखाउने कोसिस गर्छु ल आज म सबभन्दा माथि जति सकिन्छ होइन हाम्रो प्लान त्यही हो नि जति माथि सकिन्छ नि त्यति माथि पुग्ने प्लानमा आएको है बाघ भालु पाइन्छ जस्तो लाग्यो फेरि हल्का डर पनि लागिरहेको छ है त्यो पनि त्यस्तै खालको परिवारले जस्तो जङ्गलमा यहाँ फेरि घरको केही बाटो थाहा थिएन घरको केही थाहा थियो चाहिँ यस्तो माथि हेरेर अब हामी माथि गएर नेक्स्ट साइड छैन भवाल छ नि जङ्गल छैन यता यहाँसम्म हामी त्यहाँदेखि हिँडेको क्या दुईजना मात्र एक्लै यत्रो जङ्गलबाट होइन होइन मान्छेहरू चाहिँ पच्चिस त मलाई पनि हल्का देखाइदिए हामी चाहिँ फुटबल गराउनु हो यहाँ माथि टाढा छैन म्याच हुन्छ र कहिले काहीँ कहाँदेखि हिँडेको हामी जङ्गल छ कि माथि जङ्गल छ होइन हिँड्दै यहाँ छ त्यसपछि म चाहिँ यहाँ छ होइन हामी बस्ने ठाउँ कहाँ छ हामी बस्ने ठाउँ त त्यहाँनिर छ त्यहाँनिर छ त्यहाँ छ भन्दाखेरि म टाढा छ नसम्म घुम्न आएको दुईजना मात्र छ वेलकम टु गाइज होइन भ्लग हामी यस्तो ठाउँमा गएको छौँ यहाँ पुरा जङ्गल मात्र हो कि होइन बाटो पनि यस्तो पछि मात्र छ टाढो हामी नन स्टप अहिले 3 घन्टा हिँडेर यो यस्तो बोबाल छ कि म्या कसम होइन ठिक छ टाढो हामी यस्तो बोबालमा आइदिएको आज यो तल यस्तो बोबाल छ होइन अनि खतरा छ होइन बेलुका बेलुका अब यो भलक भएन भने भोलि पर्सितिर आउँछ है हाम्रो आइएनडिआर मोतीलाल अनि म हाम्रो टक्क लगाएर अब हामी मन्दिर देखाउनेछौँ होइन त्यसपछि टक्क लगाएर मन्दिर सन्दिर देखाउनेछौँ हामी हिँड्दैछौँ यहाँदेखि तल के बसल रहेछ खतरा छ कि जङ्गलमा नआएको छौँ त्यो ठाउँको नाम हामी एकछिनपछि सोध्ने छौँ हामी यस्तो ठाउँमा आइरहेको छौँ कि त्यो ठाउँको नामै थाहा छैन है यहाँदेखि तल काठमाडौँ भन्ने चाहिँ त देखिँदैन यत्रो माथि आइरहेको छौँ यहाँ माथि हामी यो गोमा भन्ने ठाउँ आएको छौँ गोमा हो कि गोमा हो त्यो यस्तै नाम सुनिरहेको हामीले टक्क यहाँ एउटा मात्र रहेछ तर यहाँ त ताल मन्दिरहरू रहेछ क्या वेलकम हाम्रो के लेखेको छ नाइजुङ होमस्टे भनेर एकछिन हामी माथि जाउँ त्यसपछि तल आएर घुमिदिउँला तल लगाएर अब हल्का हामी तल माथिमै पुगेपछि भ्लगहरू दिनेछौँ ओके गाइस हामी पुगिसकेका छौँ त्यहाँ भोपाल मन्दिर छ है यस्तो वालमा आइरहेको छौँ हामी होइन यहाँ पुरा सुनसान भन्दा नि यस्तो सुनसान रहेछ कि हेर्दा पनि पुरा लाग्ने यस्तो छ पुरा जङ्गल होइन हामी यसपछि यस्तो भ्यू देखाउनेछौँ त्यसपछि हजुरलाई यस्तो भ्यू देखाउँछौँ नि सो गाइस हामी यहाँ माथि आइसकेका छौँ यहाँ पुरा काठमाडौँ भ्याली देखिरहेको छ पुरा
पाहाडसँग पुरा हो क्या यस्तो ठाउँमा हामी घुम्दै आइरहेका छौँ यस्तो पुरा ठाउँ छ है यहाँ त पुरा देखिन्छ कि पुरा हेरौँ न माथिदेखि पुरा लागेर हाम्रो केटाहरू यहाँ छन् दुईजना हेलो गाइज हामी अहिले तल झर्दैछौँ होइन माथि गोमामा भन्ने ठाउँ हो कि कोमामा हो कि केमा भन्ने ठाउँ घुमेर पनि हामी अहिले तल झर्दैछौँ ल घुमिसक्यौँ भनौँ न आजको टुर चाहिँ बबाल भ्यूहरूको साथ टिकटकहरू बनाएको छौँ टिकटकर सो मिक्सन ढाँडा 11मा आउँदैछ मेरो टिकटक आइडीको नाम छ मिक्सन ढाँडा 11 छ उसमा आउँछ एउटा टिकटकहरू आउँछ मेरो भाइसहरू पनि छ त्यसमा आइहाल्छ गएर सो त्यो गएर लाइक कमेन्ट एन्ड फलो पनि गरिदिउँ होइन अनि हामी अहिले तल झर्दैछौँ तल माथि पनि त्यो भइसक्यो सर के गेट लगाएर रहेछ लगाउनु त्यो नगाहरू लगाएर चाहिँ माथि यहाँ तल रहेछ खै त्यो बन्न लगाएर रहेछ सो हामी अब तल झर्दैछौँ अब झरिसक्यौँ आजको टुरहरूमा हामी मिक्सन ढाँडा 11मा गएर टिकटक आइडीमा फलो हामी दिइहालौँ सो अब हामी यहाँदेखि तल जाने यो बाटो नन स्टप आधी 1 घन्टा लाग्छ यही बाटो तल झर्नुपर्छ त्यो ठाउँमा जानलाई ल भनौँ ल हाम्रो सरले के भन्दै हुनुहुन्छ सो सुनाउँ पनि भनौँ ल हाम्रो उहाँले रफ बोलिरहेको छ उहाँको मैले रफ पुरा हालेर हाइलाइटमा देखाउने छु उहाँले के सो यहाँ एउटा पानी टन्की पनि रहेछ कि सबका लागेर पानी टन्कीहरू पनि रहेछ